ल हाम्रो जनताहरू चाहिँ अब चढेर आउँदैछन्। लाइन लाएर आउँदैछन् जनताहरू। ल जनताहरू भित्र आए त। कैसे कोठाली मजुवा देवी कृषि फार्म प्राली बेलकुटगढी 11 नुवाकोट अमारे खोला। हामीले चाहिँ अब बोयरका पाठीहरू पनि हामीसँग तयारी छ, बोकाहरू पनि तयारी अवस्थामा छ। आवश्यक पर्ने साथीहरूले सम्पर्क गर्नु होला। हाम्रो सम्पर्क नम्बर 9818 49 73 45 98 49 63 76 17 हाम्रो सम्पर्क नम्बर रहेको छ। र हाम्रो यता चाहिँ कालिज कुखुराहरू छ। दशैंको लागि चाहिँ कालिजहरू पनि हामीले यसरी चाहिँ छाडा छोडेर यो हरियाली भित्र राखेको कालिजहरू छ। आवश्यक पर्ने सम्पर्क गरौँ। हामीले काठमाडौँसम्म पठाइदिने गरेको छ है त। कालिजका भालेहरू तयारी छन्। जनताहरू भित्र जाँदैछन्। सिधै ड्युटी जङ्गलको चाहिँ सिधै घरको बाँकी छ न। ल यिनीहरू सबै गोठालो गएर आएर फाइनल्ली सब आफ्नो कोठामा गइसके। ढोका खोलेर राख्दै हुन्छ। सब आफ्नो कोठामा गइसक्यो हुन्छ यिनीहरू है त। ल यो अर्को कोठा, यो अर्को कोठा। ल हामीसँग पाठीहरू पनि तयारी अवस्थामा छ। चाहियो भने सम्पर्क गर्नु है। बोकाहरू पनि साना साना साइज ठुलो साइज सबै मिक्स म्याक्समा छन्। हाम्रो ब्रिड यहाँ ताउ पनि बसिरहेको छ। मैले अगाडि क्यामेराबाट खिचिरहेको छु, त्यही भएर राम्रो आइरहेको छैन है, क्लियर देखिरहेको छैन। र यता चाहिँ जाडो महिनालाई जनताहरू हुर्किँदैछन्। यो जाडो महिना यिनीहरूको अन्न बानी हुन्छ। कुदा 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 हो कुद्नुपर्छ। ल यता अन्न पार्नेहरू। ल यहाँ चाहिँ भालेहरू छ है। भालेहरू छुट्टै राखेको छ हामीले। पोथीहरू छुट्टै राखेको छ। यिनीहरू चाहिँ भालेहरू हुन्। ल यिनीहरू सबै तयारी अवस्थामा छ है त। आवश्यक पर्नेले सम्पर्क गरौँ। काठमाडौँसम्म हामीले झारिदिन्छौँ। के हो त हातैबाट खान्छ त है। ल खै कालिजहरू त आएन नि त। जनताहरू त मात्रै गए। यता यी जनताहरू छन्। यहाँ खानालाई हेर्दैछन्। के दिन्छन् हेर तिमीहरूले? खानेकुरा चाहियो? यता अरू छन् जनताहरू। मौरीहरू एउटा पनि निस्किएको छैन काम गर्नलाई। पानी यस्तो पानी परै गरेर मौसम छ हाम्रोमा। 5-6 दिन भइसक्यो, यत्तिकै हो। त्यो भएर मौरी जनताहरू चाहिँ एउटा बाहिर निस्किएको छैन।
र हाम्रो चाहिँ यहाँबाट सुरु भयो बाटो हैन। यहाँ बाटोबाट सुरु भएर देखिएको सबै घाँस खेती हो। हामीले बहुवर्षे खाल्का, कोसे, अकोसे, डाले, भुइँ, बुट्यान सबैको सम्मिश्रण मिलाएर लगाइदिएका छौँ र हामीले नेपालभरि नै किसानहरूलाई बिरुवाहरू पनि पठाइदिइरहेका छौँ। हामीले पठाइदिइराखेका बिरुवाहरू भनेको चाहिँ 18-20 वटा भेराइटीका छन्। यो हाम्रो फार्महरू भयो, बाख्राहरू भयो, यता माथि कालिज कुखुराहरू भयो। त्यसपछि यतातिर हाम्रो घाँसबारी नै छ, तलतिर पनि यता पनि हाम्रो घाँसबारी नै छ। राउन्डिङ मैले अगाडिबाट क्यामेरा गरेको छु आज। हाम्रो यो तल्लो लेयरमा चाहिँ भएको सबै मौरीहरू हो। हाम्रो मौरी यहाँबाट सुरु भएर उतापट्टि F4 भन्दा माथितिर छानोतिर हैन, अनि त्यो 4 भन्दा उतापट्टि साइडमा पनि मौरीहरू छन्। हामीले चाहिँ व्यावसायिक रूपमा मौरी पालन गरिरहेका छौँ हैन। मौरी गोला पनि बिक्री गर्छौँ घाँसै। त्यसपछि गएर घाँसका बिउ नर्सरी गरेर किसानहरूलाई पठाइरहेका छौँ। त्यसपछि गएर लोकल कुखुरा पालन, कालिज पालन गरिरहेका छौँ। त्यसपछि गएर बाख्रा पालन गरिरहेका छौँ। हामीले बोयर जातका बोयरका पाठापाठीहरू सुलभ मूल्यमा उपलब्ध गरिरहेका छौँ। त्यसपछि गएर हामीले दसैँ पछाडि लगत्तै व्यावसायिक रूपमा बाख्रा पालन तालिम पनि सुरु गर्छौँ। विगतमा हामीले 42 वटा समूह चलाइसकेका छौँ, जसमध्ये 642 जनाले तालिम लिइसक्नु भएको छ। हाम्रो नेपालभरिबाट आउनुहुन्छ र हामी कहाँ चाहिँ भुटानदेखि, इन्डियादेखिबाट आएर चाहिँ तालिममा सहभागी हुनुभएको छ। र हामीले गरेका कामहरू के कस्तो लाग्छ? 12 वर्ष हो हामीले फिल्डमा काम गरेको र हाम्रो चाहिँ यहाँ भएका चाहिँ कमी कमजोरीहरू हैन, यहाँहरूले देख्नुभएको चाहिँ आफ्नो मनमा लागेका कुराहरू चाहिँ यहाँहरूले चाहिँ सल्लाह सुझावको रूपमा दिनु हुनको लागि चाहिँ अनुरोध गर्दै हाम्रो भिडियोलाई चाहिँ सेयर गरिदिनु होला। सबै नेपाली माझ पुर्याइदिनुहोस्। नेपालमा बसेर काम गर्न सक्ने अवस्था त छैन, तैपनि अहिलेसम्म सङ्घर्ष गरिराखेको अवस्था छ। हामी नै भाग्यो भने कसले गर्ने? त्यो भएर केही समय अझै हामी सकिसकेको अवस्थामा पनि हामी ठिक छौँ, हामी गर्छौँ, हामी सक्छौँ भन्ने चाहिँ कन्सेप्टले गर्दाखेरि हामी काम गरिरहेको अवस्था छ। यसको लागि अब राज्यमा पनि धेरै उथलपुथल हुँदैछ। अब किसानमुखी योजनाहरू आयो भने किसानलाई चाहिँ आवश्यक परेका समस्याहरू चाहिँ समाधान गरिदिने सरकार आयो भने पक्कै पनि युवा नेपालमा फर्किन्छन् र नेपालमा नयाँ युवालाई कृषिमा आकर्षित गर्ने होइन, पहिला गरिराखेका लागि टिकाउँ र गरिराखेको टिकिसके पछाडि चाहिँ हुने रहेछ है, उहाँहरू त टिक्नुभयो, उहाँहरूले गर्नुभएको छ भन्ने हुन्छ। त्यसपछि मात्र नयाँ व्यवसायीहरूलाई चाहिँ यहाँ आउनको लागि प्रोत्साहन गर्ने हो। तर नेपालको कल्चर चाहिँ कस्तो छ भने विदेशबाट फर्केर आउनुभएका युवाहरूलाई वैदेशिक रोजबाट फर्किसके पछाडि अनुदान भनिदिएको छ। त्यसपछि चाहिँ 1 लाख रुपियाँ 2 लाख रुपियाँ चाहिँ नगरपालिकाले अथवा चाहिँ प्रदेश सरकारले सङ्घले दिने खालको चाहिँ नीति ल्याइदिएको भएर चाहिँ त्यो 2 लाखको लोभले गर्दाखेरि हाम फाल्नुहुन्छ र 20 लाख रुपियाँ चाहिँ लगानी डुबाएर विदेश गइरहनु भएको अवस्था छ। यसको लागि भनेको हामीले बारीमा घाँस नलगाएर हो, खोरसँग कन्सेप्ट चाहिँ नभएर हो हैन, हामी माइन्ड मेकअप कुराहरू नभएर हो, व्यावसायिक रूपमा बाख्रा पालन अथवा जुनसुकै पेसा गरे पनि त्यो पेसा सम्बन्धी तालिम नभएको कारणले गर्दाखेरि चाहिँ हामीले व्यवसायबाट हात धुनुपर्ने अवस्था हो। र राज्यले भनेको युवाहरूलाई चाहिँ कृषिमा लाग भनेर होमेर चाहिँ छोडिदिन्छ र तिनीहरूलाई कसरी टिकाउने, उनीहरूले उत्पादन गरेका चिजहरूलाई बजारीकरण कसरी गरिदिने, उनीहरूलाई परेका समस्याहरू के छन्, त्यो समस्या समाधान गर्ने कि नगर्ने भन्ने कुरामा चाहिँ कहिल्यै पनि कुनै पनि सरकार, जति नै चाहिँ सरकार प्रमुखहरू चेन्ज भए पनि, जुन चाहिँ पार्टी आए पनि बाढीचुडी खाने भन्दा अरू कुनै पनि काम भएन। किसान बाख्रा पालन मात्रै होइन, सबै कृषि पेसा गर्ने किसानहरू नेपालबाट लगभग सकिसकेको अवस्था छ। यो परिवेशमा राज्यले एउटा विशेष खालको चाहिँ प्याकेज घोषणा गरेर र गरिराखेकालाई टिकाउने वातावरण बनाओस् र जति पनि खोर बन्द गरेर जानुभएका साथीहरूलाई नेपालमा फर्किने खालको वातावरण बनाउनको लागि चाहिँ राज्यलाई पनि मैले चाहिँ एउटा सल्लाह चाहिँ एउटा सुझाव व्यक्त गर्दै अरू त के नै गर्न सकिन्छ, हामीले गर्ने त्यो मात्रै हो, ध्यान एक्सन गराउने काम मात्रै हो गर्दै यहाँहरूबाट बिदा हुन चाहन्छु। धन्यवाद। जय किसान।